अस्ति हामीले पर्चेस रिको सेल्स रिकोको बारेमा बुझेको थियौँ। अब पर्चेस रिको र सेल्स रिको भनेर थ्योरी मात्र बुझेको त भएन, कसरी गराइन्छ भन्ने कुराहरू आज सिक्दैछौँ है। ल हेर्नुहोस् त, यहाँ चाहिँ हामीले के गर्नुपर्छ, एज पर बुक भनेको हामीले रेकर्ड राख्ने हाम्रो खातापाता हुन्छ नि, पर्चेस रजिस्टर र सेल्स रजिस्टरमा कति भएको छ त एक्चुअलमा, के विवरण श्रावणको प्रत्येक महिनाको कसरी हालेछ त्यो विवरण यहाँ बुझाउने। त्यसपछि हामीले के गर्नु पर्यो, हाम्रो भ्याट रिटर्नमा हामीले प्रत्येक महिनामा कसरी हालेको छौँ त्यो विवरणहरू यहाँ लेख्छौँ। र यसको फरक विवरण, सेल्सको फरक चाहिँ यो टोटलमा आउँछ है, यसको जिरो यहाँ चाहिँ फरक छैन, त्यही भएर यो मिल्यो। इफ फरक भएको भए हामीले कुन बिल नम्बर अन्तर्गत, कुन डेटको बिल नम्बर, कुन पार्टीको बिलहरू छुटेर हाम्रो फरक आएको भनेर हामीले विवरण यहाँ खोल्छौँ र नेट ब्यालेन्स र डिफरेन्समा के ल्याउँछौँ, जिरो ल्याउँछौँ। सेम यसै गरी हामीले के पनि गर्नु पर्यो, पर्चेस रिकन्सिलिएसन पनि त्यसै गरी बनाउने हो। यसको फरक भयो भने त पर्चेस र सेल्समा त हामीले भ्याट पनि त तिर्नुपर्छ, त्यो भ्याटको फरक यहाँ छैन, त्यो कारणले मिल्यो। इफ भ्याटमा फरक भएको भए के हुन्थ्यो, यहाँ डिफरेन्स आउँथ्यो। यो डिफरेन्सको विवरण कुन कुन बिल लियो भनेर हामीले कहाँ खोलाइसकेका हुन्छौँ, सेल्स पर्चेस रिकोमा। त्यो कारणले गर्दा हाम्रो भ्याट रिको पनि त्यसको एडजस्टमेन्ट गरिसकेपछि हाम्रो के हुन्छ, भ्याट रिको र सेल्स पर्चेस रिको मिल्छ। एडजस्टमेन्ट कति प्रकारको हुन्छ, कि डेबिट एडजस्टमेन्ट हुन्छ कि त क्रेडिट एडजस्टमेन्ट हुन्छ।